अविश्वास र डरलाई जित्नेले असफलतालाई पनि जित्छ। उसका हरेक विचार शक्तिशाली भएर निक्लन्छ। उसले सबै कठिनाइहरूको साहसीपूर्वक सामना गर्दछ र तिनीहरूमाथि विजय हासिल गर्दछ। नमस्कार दर्शकवृन्द, आज पनि एउटा उत्प्रेरक प्रसङ्ग लिएर यहाँहरूमाझ उपस्थित भएका छौँ। कथा यस प्रकार रहेको छ। एउटा कम्पनीमा काम गर्ने सबै कर्मचारी अफिस बाहिर जम्मा भएका थिए। बाहिर ढोकामा एउटा सूचना टाँसिएको थियो। सूचना यस प्रकारको थियो: हिजो यस कम्पनीमा तपाईहरूको प्रगतिलाई अवरोध गर्ने मानिसको निधन भयो। सबै कर्मचारी मित्रहरूलाई श्रद्धाञ्जलीका लागि उपस्थित भइदिन अनुरोध छ। सुरुमा त सहकर्मीको मृत्युको समाचारले सबैलाई दुखी बनायो, तैपनि सबै जान्न आतुर थिए आखिर त्यो मान्छे को रहेछ जो उनीहरूको प्रगतिको बाधक थियो। सबैले एकछिन सोचे, कमसेकम त्यो मान्छे त मर्यो जसले हाम्रो प्रगति रोकेको थियो। एक एक गरेर कर्मचारीहरू कफिन नजिक गए। जब उनीहरूले कफिनभित्र हेरे, सबै अचम्मित र स्तब्ध भए। कुनै चिजले उनीहरूको अन्तरात्मालाई छोयो। कफिनभित्र एउटा ऐना थियो। सबैले त्यो ऐनामा आफ्नो अनुहार देखे। ऐनासँगै एउटा कागजमा लेखिएको थियो: तिम्रो प्रगतिको बाधक कोही छ भने त्यो तिमी नै हौ। अरू कोही तिम्रो प्रगतिको लागि बाधक हुनै सक्दैन। हाम्रो जीवन परिवर्तन हुँदैन तबसम्म जबसम्म हामी परिवर्तन हुँदैनौँ। हाम्रो जीवनका लागि हामी जिम्मेवार छौँ, अरू होइन। एउटा फुल जब बाह्य बलले फुट्छ जीवन समाप्त हुन्छ, तर जब त्यो भित्री बलले फुट्छ जीवन सुरु हुन्छ। त्यसैले दर्शकवृन्द, अमेरिकन पोलिटिकल फिलोसोफर मार्टिन लुथर किङले भन्नुभएको छ, यदि तिमी उड्न सक्दैनौ भने दौड, दौडिन सक्दैनौ भने हिँड, हिँड्न सक्दैनौ भने घिस्र। चाहे तिमी जेसुकै गर, तर तिमी जिन्दगीमा अघि बढिरहनु पर्नेछ।